ल है, आज हामी एउटा एकदमै महत्त्वपूर्ण र साँच्चै भन्नुपर्दा अलिकति रोमाञ्चक विषयमा कुरा गर्दैछौँ। नेपालको शिक्षा क्षेत्रमा एउटा ठूलै र युगान्तकारी परिवर्तन हुन गइरहेको छ। परम्परागत कक्षाकोठाहरूबाट सिधै आधुनिक डिजिटल अर्थतन्त्रतर्फको यो फड्को चान्चुने कुरा होइन। आजको यस चर्चामा नेपालको विद्यालय पाठ्यक्रम अब कसरी आधुनिक युगको इन्जिन बन्दैछ भनेर हामी गहिरिएर बुझ्नेछौँ। उत्तरहरू घोकेर भोलिका समस्या समाधान हुँदैनन्। सुन्दा अलि तितो लाग्न सक्छ, तर यो एउटा यस्तो यथार्थ हो जसले हाम्रो हालको परीक्षा र विशेष गरी एसईई केन्द्रित शिक्षा प्रणाली अनि आधुनिक विश्वको माग बीचको ठूलो खाडललाई छर्लङ्ग पार्छ। आजको दुनियाँलाई सृजनशीलता, नवप्रवर्तन र व्यावहारिक सिप चाहिएको छ, तर हाम्रो प्रणाली भने अझै पनि किताबका पानाहरू कण्ठ पार्ने त्यही पुरानो रटाइमै अल्झिरहेको छ। त्यसो भए आउनुहोस् हाम्रो पहिलो खण्डतर्फ लागौं, रटाई प्रधान शिक्षाभन्दा बाहिर। हामी अहिले कहाँ छौँ र पुग्नुपर्ने गन्तव्य कहाँ हो भन्ने कुरा एकदमै प्रष्ट छ। एकातिर हाम्रो पुरानो प्रणाली छ जुन पूरै परीक्षा र सिद्धान्तमा मात्रै केन्द्रित छ। यसले गर्दा विद्यार्थीहरू खाली अङ्क र सर्टिफिकेटको पछि मात्र दौडिन बाध्य छन्। तर अर्कोतर्फ आधुनिक आवश्यकताहरू बिल्कुल फरक छन्। त्यहाँ व्यावहारिक र प्रविधि मैत्री सिपहरूको माग छ। आजको विश्वव्यापी बजारमा हातमा भएको प्रमाणपत्रले मात्र होइन, वास्तविक समस्या समाधान गर्न सक्ने क्षमताले मात्र काम गर्छ। कक्षाकोठाभित्रको वास्तविक अवस्था हेर्ने हो भने त झन् अलि टिस्ट लाग्दो छ। सोचौँ त, विद्यार्थीहरू कम्प्युटरको किबोर्डै नछोइकन सर्टकट कीहरू कण्ठ पारिरहेका छन्। प्रयोगशालाको अनुभव शून्य प्राय छ र हाम्रा आफ्नै स्थानीय आवश्यकताहरूलाई पुरै व्यवस्था गरिएको छ। विज्ञान पढ्नेले प्रयोग गर्न नपाउने र कृषि पढ्नेले खेतमै गएर काम गर्ने अवसर नपाएपछि वास्तविक सिप कसरी विकास हुन्छ त? अनि यसकै सिधा असर हो नेपालमा दिनहुँ बढिरहेको शिक्षित बेरोजगारी। यहीँनिर आउँछ हाम्रो दोस्रो र एकदमै चासोको विषय, एक आधुनिक डिजिटल पाठ्यक्रम। अब नेपालको शिक्षामा प्रविधिको फड्को सानोतिनो हुनेवाला छैन। हामी कृत्रिम बौद्धिकता अर्थात् एआई, कोडिङ, रोबोटिक्स, डेटा साइन्स र साइबर सुरक्षा जस्ता अत्यन्तै रोमाञ्चक विषयहरूको कुरा गर्दैछौँ। यी आधुनिक विषयहरूले हाम्रा पुराना शिक्षण विधिहरूलाई विस्थापित गर्दै विद्यार्थीहरूलाई भविष्यको विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार गर्नेछन्। अबको पुस्ता प्रविधिको उपभोक्ता मात्रै भएर पुग्दैन, सर्जक नै बन्नुपर्ने बेला आइसकेको छ। तर सबैभन्दा गज्जबको कुरा त के भने, अब विद्यार्थी जाँच्ने तरिका नै पूर्ण रूपमा बदलिँदैछ। सतत मूल्याङ्कनले के गर्छ भने शैक्षिक सफलतालाई वर्षको अन्त्यमा दिइने त्यो एउटा 3 घण्टे डरलाग्दो परीक्षाको नतिजाबाट निकालेर विद्यार्थीको दैनिक प्रगतिमा जोडिदिन्छ। अब कक्षामा कति सहभागिता जनायो, प्रोजेक्ट वर्क कस्तो छ, प्रेजेन्टेसन र सृजनशीलता कस्तो छ, त्यसैका आधारमा समग्र मूल्याङ्कन हुनेछ। यो आफैमा एउटा ठूलो वैचारिक परिवर्तन हो नि। अनि अर्को कुरा, यो नयाँ पाठ्यक्रम प्रविधिमा मात्रै सीमित छैन है। मानसिक स्वास्थ्य, जीवनोपयोगी सिप, बहुभाषिक शिक्षा र वातावरणीय दिगोपन जस्ता विषयहरूले विद्यार्थीको समग्र विकासमा ध्यान दिन्छन्। यसले शिक्षालाई विश्वव्यापी मात्र नभएर गहिरो रूपमा व्यक्तिगत र हाम्रा आफ्नै स्थानीय आवश्यकताहरूसँग जोड्छ। कृषि र डिजिटल उद्यमशीलता सँगसँगै अघि बढे मात्रै त दिगो विकास सम्भव हुन्छ। अब यहाँनिर एउटा एकदमै महत्त्वपूर्ण प्रश्न उब्जिन्छ, यो यति राम्रो आधुनिक पाठ्यक्रमलाई वास्तविक कसले जीवन्त बनाउला त? कागजमा लेखिएका यी उत्कृष्ट योजनाहरू आफै लागू हुने त पक्कै होइनन्। यसले हामीलाई शिक्षाको सबैभन्दा मानवीय र महत्त्वपूर्ण पाटोतर्फ डोर्याउँछ। नीति बन्नु एउटा कुरा हो, तर त्यसलाई कक्षाकोठासम्म पुर्याउने मुख्य माध्यम को हो त? हो, यसले हामीलाई तेस्रो बुदामा पुर्याउँछ, शिक्षक, सफलताको मुख्य साँचो। शिक्षकको दैनिक भूमिका अब पूर्ण रूपमा बदलिनै पर्छ। पुरानो प्रणालीमा शिक्षक एउटा व्याख्याता र ज्ञानको एकमात्र स्रोत हुनुहुन्थ्यो भने नयाँ विद्यार्थी केन्द्रित प्रणालीमा शिक्षक एउटा सहजकर्ता र मार्गदर्शक बन्नुपर्नेछ। रटाइबाट परियोजना आधारित सिकाइतर्फको यो यात्रा शिक्षकको सक्रिय रूपान्तरण बिना त कहिल्यै सम्भव नै छैन। विद्यार्थी आफैले खोजेर सिक्ने वातावरण बनाइदिनु नै अबको मुख्य लक्ष्य हो। सिधी कुरा के हो भने, आधुनिक पाठ्यक्रमका लागि आधुनिक शिक्षकहरूकै आवश्यकता पर्छ। शिक्षकहरूमाथि अब नयाँ प्रविधि सिक्ने, विद्यार्थीको मानसिक स्वास्थ्यमा ध्यान दिने र कक्षाकोठामा सक्रिय सहजकर्ताको भूमिका निर्वाह गर्ने एकदमै ठूलो जिम्मेवारी आएको छ। यो अनुकूलनको भार सानो छैन है, यो साँच्चै नै चुनौतीपूर्ण छ। हिजोकै तरिकाले पढाएर भोलिको पुस्ता तयार हुन सक्दैन भन्ने यथार्थ यहाँनिर जोडिन आउँछ।
अब लागौं चौथो खण्डतर्फ, वास्तविक रूपान्तरणका चुनौतीहरू। योजना जतिसुकै उत्कृष्ट भए पनि कार्यान्वयनका बाधाहरूलाई हामीले यत्तिकै बेवास्ता गर्न मिल्दैन। डिजिटल पूर्वाधारका लागि चाहिने विशाल बजेट र शिक्षक तालिमको तत्काल आवश्यकता त प्रमुख छँदैछन्। अझ महत्त्वपूर्ण कुरा, नेपालको भौगोलिक विकटताका कारण धेरै ग्रामीण विद्यालयहरूमा अझै पनि बिजुली र इन्टरनेटको भरपर्दो सुविधा समेत पुगेको छैन। स्मार्ट बोर्ड र एआई ल्याब त धेरै परको कुरा भयो। साथै सम्भावित राजनीतिक हस्तक्षेपले पनि यस्ता दीर्घकालीन योजनालाई असर गर्न सक्छ। यी यस्ता यथार्थहरू हुन् जसको समाधान नखोजी हामी अघि बढ्नै सक्दैनौँ। अन्ततः सम्पूर्ण कुराको चुरो कुरो यही हो। यो ऐतिहासिक परिवर्तनको सफलता पूर्णतया शिक्षकहरूको अनुकूलन र उहाँहरूले पाउने तालिममै भर पर्छ। यदि हामीले हाम्रा शिक्षकहरूलाई सशक्त र सुसज्जित बनाउन सकेनौँ भने यी नयाँ नीति र पाठ्यक्रमहरू केवल कागजका पानाहरूमा मात्र सीमित रहनेछन्। भौतिक पूर्वाधारभन्दा पनि मानवीय क्षमता विकासमा गरिएको लगानीले नै वास्तविक परिवर्तन ल्याउने हो। त्यसैले आजको यो चर्चा टुङ्ग्याउँदै गर्दा एउटा ठूलो प्रश्न बाँकी नै रहन्छ। के यो सुन्दर खाकालाई वास्तविकतामा परिणत गर्न शिक्षक तालिम र पूर्वाधारमा साँच्चै नै आवश्यक लगानी गरिएला त? यो एउटा यस्तो प्रश्न हो जसको उत्तरले नै नेपालको आगामी पुस्ताको भविष्य तय गर्नेछ। ल है, आज हामी एउटा एकदमै महत्त्वपूर्ण र साँच्चै भन्नुपर्दा अलिकति रोमाञ्चक विषयमा कुरा गर्दैछौँ। नेपालको शिक्षा क्षेत्रमा एउटा ठूलै र युगान्तकारी परिवर्तन हुन गइरहेको छ। परम्परागत कक्षा कोठाहरूबाट सिधै आधुनिक डिजिटल अर्थतन्त्रतर्फको यो फड्को चान्चुने कुरा होइन। आजको यस चर्चामा नेपालको विद्यालय पाठ्यक्रम अब कसरी आधुनिक युगको इन्जिन बन्दैछ भनेर हामी गहिरिएर बुझ्नेछौँ। उत्तरहरू घोकेर भोलिका समस्या समाधान हुँदैनन्। सुन्दा अलि तितो लाग्न सक्छ, तर यो एउटा यस्तो यथार्थ हो जसले हाम्रो हालको परीक्षा र विशेष गरी एसईई केन्द्रित शिक्षा प्रणाली अनि आधुनिक विश्वको माग बीचको ठूलो खाडललाई छर्लङ्ग पार्छ। आजको दुनियाँलाई सृजनशीलता, नवप्रवर्तन र व्यावहारिक सिप चाहिएको छ, तर हाम्रो प्रणाली भने अझै पनि किताबका पानाहरू कण्ठ पार्ने त्यही पुरानो रटाइमै अल्झिरहेको छ। त्यसो भए आउनुहोस् हाम्रो पहिलो खण्डतर्फ लागौं, रटाई प्रधान शिक्षाभन्दा बाहिर। हामी अहिले कहाँ छौँ र पुग्नुपर्ने गन्तव्य कहाँ हो भन्ने कुरा एकदमै प्रष्ट छ। एकातिर हाम्रो पुरानो प्रणाली छ जुन पूरै परीक्षा र सिद्धान्तमा मात्रै केन्द्रित छ। यसले गर्दा विद्यार्थीहरू खाली अङ्क र सर्टिफिकेटको पछि मात्र दौडिन बाध्य छन्। तर अर्कोतर्फ आधुनिक आवश्यकताहरू बिल्कुल फरक छन्। त्यहाँ व्यावहारिक र प्रविधि मैत्री सिपहरूको माग छ। आजको विश्वव्यापी बजारमा हातमा भएको प्रमाणपत्रले मात्र होइन, वास्तविक समस्या समाधान गर्न सक्ने क्षमताले मात्र काम गर्छ। कक्षा कोठाभित्रको वास्तविक अवस्था हेर्ने हो भने त झन् अलि टिस्ट लाग्दो छ। सोचौँ त, विद्यार्थीहरू कम्प्युटरको किबोर्डै नछोइकन सर्टकट कीहरू कण्ठ पारिरहेका छन्। प्रयोगशालाको अनुभव शून्य प्राय छ र हाम्रा आफ्नै स्थानीय आवश्यकताहरूलाई पुरै व्यवस्था गरिएको छ। विज्ञान पढ्नेले प्रयोग गर्न नपाउने र कृषि पढ्नेले खेतमै गएर काम गर्ने अवसर नपाएपछि वास्तविक सिप कसरी विकास हुन्छ त? अनि यसकै सिधा असर हो नेपालमा दिनहुँ बढिरहेको शिक्षित बेरोजगारी। यहीँनेर आउँछ हाम्रो दोस्रो र एकदमै चासोको विषय, एक आधुनिक डिजिटल पाठ्यक्रम। अब नेपालको शिक्षामा प्रविधिको फड्को सानोतिनो हुनेवाला छैन। हामी कृत्रिम बौद्धिकता अर्थात् एआई, कोडिङ, रोबोटिक्स, डेटा साइन्स र साइबर सुरक्षा जस्ता अत्यन्तै रोमाञ्चक विषयहरूको कुरा गर्दैछौँ। यी आधुनिक विषयहरूले हाम्रा पुराना शिक्षण विधिहरूलाई विस्थापित गर्दै विद्यार्थीहरूलाई भविष्यको विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार गर्नेछन्। अबको पुस्ता प्रविधिको उपभोक्ता मात्रै भएर पुग्दैन, सर्जक नै बन्नुपर्ने बेला आइसकेको छ। तर सबैभन्दा गज्जबको कुरा त के भने, अब विद्यार्थी जाँच्ने तरिका नै पूर्ण रूपमा बदलिँदैछ। सतत मूल्याङ्कनले के गर्छ भने शैक्षिक सफलतालाई वर्षको अन्त्यमा दिइने त्यो एउटा 3 घण्टे डरलाग्दो परीक्षाको नतिजाबाट निकालेर विद्यार्थीको दैनिक प्रगतिमा जोडिदिन्छ। अब कक्षामा कति सहभागिता जनायो, प्रोजेक्ट वर्क कस्तो छ, प्रेजेन्टेसन र सृजनशीलता कस्तो छ, त्यसैका आधारमा समग्र मूल्याङ्कन हुनेछ। यो आफैमा एउटा ठूलो वैचारिक परिवर्तन हो नि। अनि अर्को कुरा, यो नयाँ पाठ्यक्रम प्रविधिमा मात्रै सीमित छैन है। मानसिक स्वास्थ्य, जीवनोपयोगी सिप, बहुभाषिक शिक्षा र वातावरणीय दिगोपन जस्ता विषयहरूले विद्यार्थीको समग्र विकासमा ध्यान दिन्छन्। यसले शिक्षालाई विश्वव्यापी मात्र नभएर गहिरो रूपमा व्यक्तिगत र हाम्रा आफ्नै स्थानीय आवश्यकताहरूसँग जोड्छ। कृषि र डिजिटल उद्यमशीलता सँगसँगै अघि बढे मात्रै त दिगो विकास सम्भव हुन्छ।
अब यहाँनिर एउटा एकदमै महत्त्वपूर्ण प्रश्न उब्जिन्छ। यो यति राम्रो आधुनिक पाठ्यक्रमलाई वास्तवै कसले जीवन्त बनाउला त? कागजमा लेखिएका यी उत्कृष्ट योजनाहरू आफै लागू हुने त पक्कै होइनन्। यसले हामीलाई शिक्षाको सबैभन्दा मानवीय र महत्त्वपूर्ण पाटोतर्फ डोर्याउँछ। नीति बन्नु एउटा कुरा हो, तर त्यसलाई कक्षा कोठासम्म पुर्याउने मुख्य माध्यम को हो त? हो, यसले हामीलाई तेस्रो बुदामा पुर्याउँछ। शिक्षक, सफलताको मुख्य साँचो। शिक्षकको दैनिक भूमिका अब पूर्ण रूपमा बदलिनै पर्छ। पुरानो प्रणालीमा शिक्षक एउटा व्याख्याता र ज्ञानको एक मात्र स्रोत हुनुहुन्थ्यो भने नयाँ विद्यार्थी केन्द्रित प्रणालीमा शिक्षक एउटा सहजकर्ता र मार्गदर्शक बन्नुपर्नेछ। रटाइबाट परियोजना आधारित सिकाइतर्फको यो यात्रा शिक्षकको सक्रिय रूपान्तरण बिना त कहिल्यै सम्भव नै छैन। विद्यार्थी आफैले खोजेर सिक्ने वातावरण बनाइदिनु नै अबको मुख्य लक्ष्य हो। सिधी कुरा के हो भने आधुनिक पाठ्यक्रमका लागि आधुनिक शिक्षकहरूकै आवश्यकता पर्छ। शिक्षकहरूमाथि अब नयाँ प्रविधि सिक्ने, विद्यार्थीको मानसिक स्वास्थ्यमा ध्यान दिने र कक्षा कोठामा सक्रिय सहजकर्ताको भूमिका निर्वाह गर्ने एकदमै ठूलो जिम्मेवारी आएको छ। यो अनुकूलनको भार सानो छैन है, यो साँच्चै नै चुनौतीपूर्ण छ। हिजोकै तरिकाले पढाएर भोलिको पुस्ता तयार हुन सक्दैन भन्ने यथार्थ यहाँनिर जोडिन आउँछ। अब लागौं चौथो खण्डतर्फ, वास्तविक रूपान्तरणका चुनौतीहरू। योजना जतिसुकै उत्कृष्ट भए पनि कार्यान्वयनका बाधाहरूलाई हामीले यत्तिकै बेवास्ता गर्न मिल्दैन। डिजिटल पूर्वाधारका लागि चाहिने विशाल बजेट र शिक्षक तालिमको तत्काल आवश्यकता त प्रमुख छँदैछन्। अझ महत्त्वपूर्ण कुरा, नेपालको भौगोलिक विकटताका कारण धेरै ग्रामीण विद्यालयहरूमा अझै पनि बिजुली र इन्टरनेटको भरपर्दो सुविधा समेत पुगेको छैन। स्मार्ट बोर्ड र एआई ल्याब त धेरै परको कुरा भयो। साथै सम्भावित राजनीतिक हस्तक्षेपले पनि यस्ता दीर्घकालीन योजनालाई असर गर्न सक्छ। यी यस्ता यथार्थहरू हुन् जसको समाधान नखोजी हामी अघि बढ्नै सक्दैनौँ। अन्ततः सम्पूर्ण कुराको चुरो कुरो यही हो। यो ऐतिहासिक परिवर्तनको सफलता पूर्णतया शिक्षकहरूको अनुकूलन र उहाँहरूले पाउने तालिममै भर पर्छ। यदि हामीले हाम्रा शिक्षकहरूलाई सशक्त र सुसज्जित बनाउन सकेनौँ भने यी नयाँ नीति र पाठ्यक्रमहरू केवल कागजका पानाहरूमा मात्र सीमित रहनेछन्। भौतिक पूर्वाधार भन्दा पनि मानवीय क्षमता विकासमा गरिएको लगानीले नै वास्तविक परिवर्तन ल्याउने हो। त्यसैले आजको यो चर्चा टुङ्ग्याउँदै गर्दा एउटा ठूलो प्रश्न बाँकी नै रहन्छ। के यो सुन्दर खाकालाई वास्तविकतामा परिणत गर्न शिक्षक तालिम र पूर्वाधारमा साँच्चै नै आवश्यक लगानी गरिएला त? यो एउटा यस्तो प्रश्न हो जसको उत्तरले नै नेपालको आगामी पुस्ताको भविष्य तय गर्नेछ।